नमस्ते। आज हामी आइडिपी आइएल्स परीक्षामा त्यो उच्चतम अङ्क ब्यान्ड 9 कसरी ल्याउने भन्ने बारे अलिक गहिरिएर कुरा गर्दैछौँ है। हामीसँग आइडिपीको आधिकारिक जानकारी अनि विशेषज्ञ सल्लाह, सफल परीक्षार्थीहरूका अनुभव यस्तै कुराहरू छन्। हाम्रो खास उद्देश्य चाहिँ के हो भने ब्यान्ड 9 का लागि के चाहिन्छ, कस्तो रणनीति अपनाउने, कसरी तयारी गर्ने, यी कुराहरूलाई अलि सरल भाषामा बुझाउने हो। ल त्यसो भए सिधै विषयमै लागौँ न त। यो ब्यान्ड 9 को मापदण्ड खासमा के हो? अझ राइटिङमा के कुराले फरक पार्छ होला? राइटिङमा ब्यान्ड 9 पाउनलाई अब 4वटा मुख्य आधारहरू छन्। पहिलो त टास्क अचिभमेन्ट वा रिस्पोन्स भन्छ। यसले के हेर्छ भने प्रश्नले मागेको सबै कुरा समेटियो कि समेटिएन, विचारहरू कतिको स्पष्ट छन्, उदाहरणहरू दिएको छ कि छैन, यस्तो कुरा। पहिलो त्यो भयो, अनि दोस्रो कोहिरेन्स एन्ड कोहिजन भनेको अनुच्छेदहरू कतिको तार्किक रूपमा बाँधिएका छन् अनि विचारहरू एकअर्कासँग कतिको जोडिएका छन्, पढ्दा कतिको सर्र बग्छ भन्ने कुरा हो। अनि बाँकी दुईटा नि, त्यो लेक्सिकल रिसोर्स र ग्रामरको कुरा हो। तेस्रो लेक्सिकल रिसोर्स, यसमा शब्द भण्डार कति फराकिलो र ठिक ठाउँमा प्रयोग भएको छ त्यो हेरिन्छ। इडियम्स र कोलोकेशन्स भनेको उखान-टुक्का र शब्दहरूको स्वाभाविक जोडी सही तरिकाले प्रयोग गर्दा अङ्क बढ्छ। अनि चौथो ग्रामेटिकल रेन्ज एन्ड एक्युरेसी, यसमा चाहिँ विभिन्न खालका सरल र जटिल वाक्य बनाउन सक्ने क्षमता अनि व्याकरणमा लगभग गल्ती नै नहुनु त्यो आवश्यक पर्छ। यी चारै पक्ष उत्तिकै महत्त्वपूर्ण छन्। नरहुदो आइसी। राइटिङको त बुझ्यो, अब स्पिकिङ, लिसनिङ र रिडिङमा नि ब्यान्ड 9 का लागि त्यसमा के चाहिन्छ? स्पिकिङमा त सबैभन्दा महत्त्वपूर्ण कुरा स्वाभाविक सुनिने बोलीको प्रवाह, फ्लुएन्सी भन्छौँ नि हामी, अनि विषय अनुसारको ठिक शब्दावली प्रयोग गर्ने र व्याकरण पनि सकेसम्म शुद्ध हुनु पर्यो। लिसनिङ र रिडिङमा चाहिँ अब सबै प्रश्नको सही उत्तर दिनु त परिहाल्यो, तर त्यो सँगसँगै स्किमिङ मतलब सर्र हेर्ने र स्क्यानिङ भनेको चाहिँ खास जानकारी खोज्ने यस्तो टेक्निकहरू प्रयोग गरेर समय बचाउनु पनि एकदम जरुरी छ। समय व्यवस्थापन पनि महत्त्वपूर्ण भयो। हो, एकदम। वास्तवमा यी सबै सिपको मूल्याङ्कन आइडिपीकै आधिकारिक ब्यान्ड डिस्क्रिप्टर अनुसार हुन्छ, त्यसैले त्यसलाई राम्ररी बुझ्नु नै पहिलो कदम हो। त्यो त एकदम महत्त्वपूर्ण कुरा भन्नुभयो। तयारीका लागि आइडिपी आफैले चाहिँ कस्ता स्रोतहरू दिन्छ त? केही सिफारिस छन् कि? छन् नि। आइडिपीको आफ्नै प्रिपरेसन हब भन्ने छ, त्यो एकदमै राम्रो स्रोत हो। त्यहाँ हरेक सिप अनुसारको अभ्यास सामग्री, मक टेस्टहरू अनि जानकारीमूलक वेबिनारहरू पनि पाइन्छ। अच्छा। अनि परीक्षा बुक गर्दा प्राय क्याम्ब्रिजको आधिकारिक अभ्यास किताब र आइडिपीको त्यो मोबाइल एप पनि आउँछ, त्यो पनि निकै काम लाग्छ। यसबाहेक आइडिपीका विशेषज्ञहरूले दिने मास्टर क्लासहरू पनि हुन्छन्, त्यसले पनि परीक्षाको ढाँचा र चाहिने सिपबारे राम्रो आइडिया दिन्छ। स्रोतहरू त थाहा भयो, तर यिनलाई प्रयोग गरेर हरेक सिपमा अझ राम्रो गर्नलाई केही खास तरिकाहरू, स्ट्र्याटेजीहरू छन् कि? अवश्य छन्। जस्तो राइटिङको लागि ब्यान्ड 9 पाएका अरूका स्याम्पल एसेहरू हेर्ने, विश्लेषण गर्ने अनि आफूले पनि समय तोकेर लेख्ने अभ्यास गर्ने, त्यो एकदम जरुरी छ। समय तोकेरे? हो, समय सीमाभित्र सक्ने बानी बसाल्नु पर्यो। रिडिङमा पनि समय व्यवस्थापन महत्त्वपूर्ण छ। हरेक खण्डलाई लगभग 20 मिनट जति छुट्याउनु ठिक हुन्छ। अनि त्यो स्किमिङ, स्क्यानिङको अभ्यास गर्ने र अर्को महत्त्वपूर्ण कुरा प्याराफ्रेजिङ चिन्ने, भनेको उही अर्थ दिने तर फरक शब्दमा लेखेको कुरा चिन्न सक्नु पर्यो। प्याराफ्रेजिङ हो। अनि शब्दावली जति धेरै जान्यो, पर्यायवाची शब्दहरू थाहा भयो भने त्यति नै छिटो पढ्न सकिन्छ। अनि लिसनिङ र स्पिकिङको लागि नि? लिसनिङमा चाहिँ अब विभिन्न किसिमका अङ्ग्रेजी अडियोहरू सुन्ने बानी बसाल्नुपर्छ। पडकास्ट, लेक्चर, समाचार, कुराकानी, जे पनि। अनि प्रश्नहरू पहिले नै हेरेर मुख्य शब्दहरू, किवर्ड्समा ध्यान दियो भने उत्तर कहाँनिर आउँछ भनेर पहिले आउन सजिलो हुन्छ। त्यो त हो। स्पिकिङको लागि? स्पिकिङको लागि त दैनिक रूपमा विभिन्न विषयमा बोल्ने अभ्यास गर्नुको विकल्पै छैन। छोटो उत्तर दिने होइन कि अलि विस्तृत जवाफ दिने कोसिस गर्ने, अनि अलि जटिल वाक्य संरचना, राम्रो शब्दावलीहरू प्रयोग गर्ने प्रयास गर्नुपर्छ। तयारीका लागि सामान्यतया कति समय लाग्ला त? कसैलाई छिटो होला, कसैलाई ढिलो, अनि अभ्यास कसरी गर्दा सबैभन्दा राम्रो होला? त्यो त व्यक्तिको अङ्ग्रेजी कस्तो छ, कति मेहनत गर्छ, त्यसमा भर पर्छ। तर सामान्यतया 4 देखि 6 हप्ताको एकदम केन्द्रित तयारीले पुग्न सक्छ।
कोहीले कडा मेहनत गरेर 1.5 महिना जतिमै पनि राम्रो गरेको देखिन्छ। ए हो र 1.5 महिनामै पनि? सम्भव छ, तर एकदमै लाग्नु पर्यो। अभ्यासको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ पुरा मक टेस्टहरू समय लगाएरै दिनु हो, वास्तविक परीक्षा जस्तै। हो त्यो त हो। अनि ielsonlinetest.com जस्ता वेबसाइटहरू, आइएल्स लेज, E2 आइएल्स जस्ता युट्युब च्यानलहरू, रेडिट वा टेलिग्रामका ग्रुपहरू पनि सहयोगी हुन सक्छन्। परीक्षाकै दिनको तयारीबारे केही अन्तिम सुझावहरू दिनुहुन्छ कि? आधिकारिक फ्यामिलियराइजेसन टेस्टहरू हुन्छन् नि, ती दिएर परीक्षाको अनलाइन ढाँचासँग अलि परिचित हुनु राम्रो। परीक्षा हलमा निर्देशनहरू ध्यान दिएर सुन्न पर्नु एकदम जरुरी छ। समय व्यवस्थापन त भइहाल्यो, खास गरी राइटिङमा टास्क 1 लाई 20 मिनट, टास्क 2 लाई 40 मिनट छुट्याउनु राम्रो। अनि अन्त्यमा लेखिसकेपछि एकचोटि सरर जाँच गर्न, प्रुफ रिड गर्नलाई केही मिनट राख्नुपर्छ। अनि परीक्षा अघि राम्रो निन्द्रा, स्वस्थ खाना पनि महत्त्वपूर्ण छ नि। हो त नि। ल, छोटकरीमा भन्दा ब्यान्ड 9 को लागि आधिकारिक स्रोत प्रयोग गर्ने, हरेक सिपको लागि ठिक रणनीति बनाउने, लगातार समयमै अभ्यास गर्ने अनि आफूले गरेको गल्तीबाट सिक्न फिडब्याकमा ध्यान दिने, यी कुराहरू नभई हुँदैनन्। शब्दको अर्थ मात्र जानेर भएन, त्यसलाई ठिक ठाउँमा ठिक तरिकाले प्रयोग गर्न जान्नु पर्यो। अनि त्यो इडियोम्याटिक भाषामा पनि अलि पकड बनाउनुपर्छ। भनेपछि यो त परीक्षा पास गर्ने मात्र कुरा रहेनछ, एउटा पूरा प्रक्रिया रहेछ जसलाई धैर्य र निरन्तरता चाहिने। हो, एकदम। अब एउटा प्रश्न छोडेर जाउँ न त सोच्नको लागि। आइएल्समा एकदमै राम्रो अङ्क ल्याउनु भनेको के परीक्षाको तयारी मात्रै हो कि यसले हाम्रो वास्तविक जीवनमा चाहिने त्यो संवाद गर्ने क्षमतालाई पनि साँच्चै नाप्छ होला त?